यता चाहिँ हुँदैछ किराको हन्टिङ, तर हाम्रो हन्टिङ भने छुट्टै छ। पानी पर्ला जस्तो छ, अन्धधन्ध छ। अनि आजको हन्टिङ चाहिँ छ यो के हो हजुरलाई थाहा छ? थाहा छैन भने म भन्दैछु, ध्यान दिएर सुन्नु। यो चाहिँ रुन्चे झार हो। रुन्चे झार भनेको थाहा छ? फेरि यो रुन्चे झार भनेको के हो, यो कहाँ प्रयोग हुन्छ भन्नु होला होइन। यसको प्रयोग फेरि छुट्टै छ। तपाईँहरूको बच्चा हे गरेर रोइरहन्छ भने चाहिँ यसले थलालाला नुहाइदिनुहोस् चट। अनि अर्को भनेको चाहिँ यसको धुप बनाउन प्रयोग हुन्छ। अब त्यसपछि चाहिँ मलाई थाहा छैन के हुन्छ भनेर, मलाई थाहा भएको भने चाहिँ यही दुइटा हो। अनि मैले चाहिँ यति धेरै टिपेँ कि मलाई इनफ भइसक्यो, चाहिनेभन्दा बढी भइसक्यो। यदि तपाईँहरूलाई चाहिन्छ भने चाहिँ कन्ट्याक्ट गर्नु होला। अनि अब टिपिसकेपछि त पखाल्नु परिहाल्यो होइन। अनि सफा गरेर पखालेँ कि। अनि खासमा मैले चाहिँ यो के गर्न टिपेको मलाई पनि थाहा छैन। टिप्न त टिपेँ, तर किन टिपेँ, कसरी टिपेँ आई डोन्ट नो। अनि हेर्नुहोस् न, हाम्रो फुल कति राम्रो फलेको छ।